यस्तै अहिले 8 क्लास उत्तीर्ण भएर स्कुल तहको शिक्षा पुरा गरेर जानुभएका विद्यार्थीहरूको उज्जवल भविष्यको हार्दिक कामना गर्दछु र यो भव्य कार्यक्रममा सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यो समारोह यो सभा यो समारोह विदाय समारोह यी समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। कार्यक्रमको यही अन्त्य भएको चेयरपर्सनबाट घोषणा भइसकेपछि इन्फर्मल प्रोग्राममा भाग लिने भाइ बहिनीहरू, तपाईँहरूको इन्फर्मल प्रोग्राम एकदमै इन्ट्रेस्टिङ प्रोग्रामहरू सुरु हुन गइरहेको छ। अब हाम्रो अराउन्ड 1 घन्टा जति इन्फर्मल प्रोग्रामहरूको डान्सहरू छ। त्यसको लागि इन्फर्मल प्रोग्राममा भाग लिने भाइ बहिनीहरू आएर स्टेजमा। सबैभन्दा फर्स्ट पर्फर्मेन्स चाहिँ यस्तो हुँदैछ कि म्यानेजमेन्ट भनेको चाहिँ सधैँ हिसाब र किताबको मात्र हुँदैन, उनीहरू डान्स इन्टरटेनमेन्टमा पनि टप नच हुन्छ। त्यसैले यही टप नच डान्स देखाउन आउँदैछन्। यही टप नच पर्फर्मेन्स हेराउन आउँदै हुनुहुन्छ सौरभ एन्ड हिज टिम। मलाई जुत्ती हान्ने खोपी तेरा मलाई पिठ्यौ देखाइने तेरा टाढै सर्की जाओस् तेरा कहीँ नभएको रुखको खेती धमिराले खाओस् मलाई छोडी अर्कै हेर्ने तेरा मलाई छोडी अर्कै हेर्ने तेरा आँखै तड्की जाओस्। राख्छु तिमीलाई यो दिलको बाँझोमा गाल बाँधियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै तानेर गाल बाँधि छातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै तानेर हाय हाय बोलाउन खोजेको आफ्नै तानेर। हर जगह दिखाता अपने दिल का भी काम तमाम है, बस तेरी धूम है, बस तेरी धूम धाम है, बस तेरी धूम। बन्नी पुर जाऊला सँगै बसौला क्या मारने सकिएला
सँगै अध्ययनरत सहपाठी मित्र तथा कक्षा 11 मा अध्ययनरत प्रिय भाइ बहिनीहरू र 12 पास आउट गरेर जानुभएका दिदीहरूलाई सर्वप्रथम त स्वीकार्नुहोस् मेरो शैक्षिक नमस्कार। सर्वप्रथम त म क्लास 11 लाई स्वागत र 12 पास गरेर जानुभएका दाइ दिदीहरूलाई विदाईको शुभकामना र उज्जवल भविष्यको शुभकामना गर्दै म समयको पाबन्दीलाई मध्यनजर गर्दै म आफ्नो कविता वाचन गर्ने अनुमति सभाध्यक्ष महोदयबाट अनुमति माग्न चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ फर्कन्छु चाँडो घर र मेरो कविता चाहिँ शार्दुल विकृति छन्दमा लेखिएको छ र कविता यस प्रकार रहेको छ। मैले आज मुहार हेर्नु कसरी टाढा भए पिता औँसीको दिनमा झुकेर बिनहै गर्छु सधैँ बन्दिता तिम्रो प्रेम अभाव खट्किन गयो बुझ्दैछु मैले तर टाढैबाट प्रणाम गर्दछु झुके फर्कन्छु चाँडो घर झुलो त्यो कहिल्यै निभेन घरको कोही ऋणी देखिन तिम्रो काख भुलेर व्यर्थ कसरी टाढा माएकिन आहाकार जताततै कहरको सन्त्रासको भोडर टाढैबाट प्रणाम गर्दछु झुके फर्कन्छु चाँडो घर के हो दुःख भाव के छ गृहको थाहै दिएनौ रति हुर्कायौ गुणमा सप्रेम सीतले झेलेर पीडा कति हाले प्वाख उडेर भुर भुर गरी छोडेर आए पर टाढैबाट प्रणाम गर्दछु झुके फर्कन्छु चाँडो घर तिम्रो त्यो बलिदान कर्म सहीको बिर्सन्न मैले कबै बाड्यौ ज्ञान उदीप्त जागृत गरी विज्ञान सारा सबै साँचेको छु अजस्रु आश्रु गहमा बिजुदो छ यो भूतल टाढैबाट प्रणाम गर्दछु झुके फर्कन्छु चाँडो घर तिम्रो दीपक बन्न कोसिस सदा गर्दैछु सारा दिन आशीर्वाद सुबोध ज्ञान हितका सुन्नेछु दैनन्दिन न्यानो त्यो प्रिय काख भुल्नु कसरी हुर्के बढेको घर टाढैबाट प्रणाम गर्दछु झुके फर्कन्छु चाँडो घर टाढैबाट प्रणाम गर्दछु झुके फर्कन्छु चाँडो घर धन्यवाद। उसकी भुजाएं बदले कथाएं
नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला? त्यो मुख फोर्नु त्यसलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ त्यो माथि डोजा चलाइदिनुपर्छ पाउनु त्यो कुन पुरानो साफ श्रीमतीको डिबी परेर आएको मान्छे जस्तो छ यार यसलाई दिमाग खराब गर्नु यार आफ्नो पैसाले मात्र चाहिँ गर्दैन नि यस्तोहरू पोकटको खान्छ क्या साफ हेर्न अनुहार लोट्रीको टिकट जस्तो छ त्यो पनि नपर्ने क्या एउटा कुरा अमेरिका त मात्रै नेपाललाई किन अमेरिका बनाउँछस् रे किन बनाउँछस् तिम्रो काका ठिकदार हो अमेरिकालाई के नेपाललाई अमेरिका बनाउँछ नेपाललाई कसरी राम्रो नेपाल बनाउनु पर्छ सोध्न म फारो भन्यो अमेरिकालाई नेपाल जस्तो नेपाल अमेरिका जाँदा त मेरा पागला कोही मजा नहीं आ रहा है। बसंती कुत्तों के सामने मत नाचना। अरे कैसे नहीं नाचेगी? हम कुत्तों में पैसे दिए। माया गरा माया लुले माया अब अर्को पर्फर्मेन्सको कुरा गरौँ है त रोमियो र जुलियटको प्रेम कथाबारे त कसले सुनेको छैन होला र अझै हाम्रो कलेजमा पनि कसैले प्रेम कथा लुकाएर त राखेका छैनन् नि अब यही प्रेम कथा रोमियो जुलियटको अगाडि बढाउन आउँदै हुनुहुन्छ हिमाल र पेमा जुली काट्छु भटोनी मसिता हाम्रो साइनो जोडी छौ खुसिता जुली काट्छु भटोनी मसिता हाम्रो साइनो जोडी छौ खुसिता
Ramailo, Ramailo, Sitirema, Ramailo, Ramailo, Sitirema, Rato, Rato, Sindulai, Sitirema, Rato, Rato, Sindulai, Sitirema.
इश्क सिखा मैं तो आई जग तज कर इश्क सिखा जब याद करे परवाह मेरी मुझे क्या परवाह इस दुनिया की जग मुझ मिल जाए पाबंदी मैं हूँ ही नहीं इस दुनिया की अंग्रेजी पढ़ती पिट्टू कंटी बिग बैंग दी पूरा लंदन ठुमकदा दोनों पैन दी पूरा लंदन ठुमकदा कंटी बिग बैंग दी पूरा लंदन ठुमकदा दोनों पैन दी पूरा लंदन ठुमकदा इश्क मज़हब इश्क मेरी ज़ात बन गई जिंदगी में बात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखती हूँ अब नहीं दिन है सोना और चांदी रात बन गई तुम जाए जिंदगी में बात बन गई सिलसिलों में कहीं ख्वाहिशें मिलने की तुमसे ख्वाहिशें मिलने की तुमसे रोज़ होती है नहीं मेरे दिल की जीत मेरी मौत बन गई हाँ तुम जाए जिंदगी में बात बन गई
मेरे दिल की बात जाने पाए ना, तू मेरे दिल की
झूठी हो मुझे बना लेना और खाने चला लड़की तू है मैं डालू दाल पे भंगड़ा तू है विद्या वाले चले और रंग जमा दे हमके बने सभी मत वाले मन कहे कि मेरे आऊं चांद तारे सारे इन हाथों पर मैं चांद रखूं उस मांग में भर दूं तारे हेलो हेलो तू फोर्स में जब है आई येलो येलो बड़ी सॉलिड हस्ती छाई हेलो हेलो तू मुझे तुम लगाई येलो येलो मन बहुत लो मेरे भाई ये दिल छम बोले मर्ज़ानी चूड़ियां रात बड़ी है मस्तानी तो दिल भर जानी कर ले गल्ला बूढ़ियां But today is the day filled with mixed emotions. कसैलाई स्वागतको उमङ्ग त कसैलाई बिदाईको बेला छ सायद यही नै होला जीवनको प्रसङ्ग I, Kritina Shrestha and I, Sarvin Khanal are the second half host of today's program. यस प्रोग्रामलाई सञ्चालन गर्नको लागि हामी यस कलेजप्रति आभारी छौँ। साक्रिन, तिमीलाई आजको कार्यक्रम कस्तो महसुस हुँदैछ? अहिलेसम्म त मलाई यो कार्यक्रम एकदमै भव्य भएको लागिरहेको छ, तर तिमी नेवार भएर तिमीलाई केही कुराको कमी लागिरहेको छैन? छ नि, हजुरहरूलाई पनि पक्कै पनि यो नेवारी नृत्यको प्रस्तुति कमी भएको छ होइन र? हो कि होइन?
खुशियों के बेशुमार बेहिसाब से सिक्के खनके लेके अब हर मुराद इश्क के ही दम से तू है मेरा खुदा अब न होना जुदा कर दे करम के दिल ये चैन पाएगा शुक्र तेरा खुशियों के बेशुमार बेहिसाब से सिक्के खनके दिल की अब हर मुराद इश्क के ही दम से तू है मेरा खुदा अब न होना जुदा कर दे करम के दिल चैन पाएगा शुक्र तेरा मुझे क्या चाहिए क्या
की कुछ नहीं सच बात जो बयां की दहाड़ है जवां की मर्दान की मस्तान की अब तू भी मान ले नैनों के जाम दे आजा रे आजा रे आजा रे आजा रे आजा हुआ छोकरा जवारे जवारे जवारे
नमस्ते म यहाँकै प्रस्तुता ज्योति र अब सुन्नुहोस् प्रिया सताको नयाँ आउनुबाट के
बसेकी छन्।
उसमें